हेलो नमस्ते जोजोलोपा स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। आज चाहिँ यहाँ मैले खानासाना खाएर नुहाइधुवाइ पनि गरिसकेँ अनि मैले चाहिँ आज किचनबाटै भिडियो स्टार्ट गरेँ। आज चाहिँ यमरी खाने प्लान भयो अनि आज चाहिँ मेरो छुट्टी पनि हो नि त। अनि अब चाहिँ यमरीभित्र हाल्ने चाकु बनाउनलाई मैले सिलाम भुट्न लागेको छु। म देखाउँछु हजुरहरूलाई। मैले सिलाम हालेर भुट्न थालिसकेँ। यो चाहिँ पड्दिनु पर्ने गरी भुट्नुपर्ने हुन्छ। भर्खरै हालेको त्यही भएर पकेको छैन, एकछिन चलाउनु पर्ने हुन्छ। यो चाहिँ पाक्यो, अब म निकाल्छु यसलाई। झन्डै डढ्यो। के भन्छ अरे त्यो चाकु सबै हाल्नुपर्छ कि मेरो ढङ्ग यत्रो समाउँदिन। मसला है अलिअलि भयो भने बाख्ना आउँछ भने धेरै छैन, हामीले लुवाङै भेटेन, ऊ पनि रहन्छ नरिवल पनि। अब कस्तो ल्यायो यमरी थाहा छैन। खोइदिनु त भेट्यो लुवाङ पनि। ओ नो दार्जिलिङ भेट्यो, अलिकति हालिदिएँ मैले। बेसी बास्नको लागि मात्रै हो। भुटेर त्यो अहिले सिलामसँग म मिक्सर गरिदिन्छु। सिलाम होइन त त्यो कस्तो आजको के भन्छ ड्राई फ्रुट्स पनि सबै सकिन्छ बेचत। यहाँ चाकु उमाल्न चाहिँ हालिसकेँ। यहाँ चाकुलाई चाहिँ उमाल्नु पर्ने हुन्छ, यसलाई पगाल्नु पर्ने हुन्छ। मैले त्यो के भन्छ अरे अर्को के भन्छ त्यो मलाई त्यसको सखरलाई चाहिँ हाल्नु नखै त्यो फोहोर हुन्छ कि के अन्त त्यहाँ तार्नुपर्छ, तर यो फोहोर हुन्छ के हो। अनि यता चाहिँ मैले राखेको छु सेलाउनलाई। यसलाई अहिले पिस्नु पर्ने हुन्छ। तातो छ, मिक्सरमा पिस्नु पर्ने हुन्छ। यो चाहिँ म छान्छु साथीहरू, किनभने यसको यो यहाँ मुनि यस्तो फिल भइरहेको कि यहाँ ढुङ्गाहरू गिरेर गइरहेको फिल भइरहेको चलाउँदाखेरि ध्यान गरिरहेको। यसलाई चाहिँ छान्नु पर्ने हुन्छ। यता मैले मिक्सरमा राखिसकेँ। यो यसको बिर्को भेटेन मैले, यता खोज्नु पर्ने हुन्छ। बिर्को पनि भेटेँ। अब यसलाई म पिस्छु। पिसौँ कस्तो हुन्छ। पिसेँ मैले, यस्तो भयो। यता उम्लिँदैछ। ढोलाई त्यसमा हाल्नुपर्ने हुन्छ। यसलाई चाहिँ चम्चाले पतार्नुपर्छ जस्तो छ। त्यहाँ हालेर मैले देखाउँछु। मैले तारिसकेँ अहिले। अझ पनि किरिकिरी भयो है, के हो। अब चाहिँ यो अलिकति धुलो यो पिसेर राखेको पनि हालिदिएँ। यो चाहिँ मजाले उम्लेर बाक्लो हुनुपर्छ। अलिक धेरै बाक्लो पनि होइन, ठिक हो। अहिले देखाउँछु नि म हजुरहरूलाई। पर्खिनुहोस् ल। यस्तो हुँदैछ, यस्तो अलिक बाक्लो हुँदैछ। मेरो मम्मीले गर्दै हुनुहुन्छ यहाँ चाहिँ, मलाई हेल्प गर्न आउँदा म चाहिँ पिठो मुस्नु पर्ने हुन्छ। यहाँ फोन बजिरहेको साथीहरू। म चाहिँ पिठो मुस्न लागि यहाँ एक बाटा पिठो लिएर बसेको छु। यो के को पिठो अरे चामलको पिठो। अनि अब यसलाई चाहिँ मैले मुस्नु पर्ने हुन्छ। मजाले मुस्दिनँ, हातले मुस्छु। फोन आइरहेछ कि साथीहरू। फोन एउटा 12 जस्तो केटीले मलाई फोन गरिरहेछ, जसको मेरो पहिलाको भिडियोमा दाँत गरेर वाला थियो। केही बेजत होइन, त्यो भनेको झन् पपुलर भएको। यमरी खाना आइज भने नआउने, डेलिभरी गरी पठाऊ अरे। डेलिभरी त हुँदैन नि फेरि यहाँबाट। डेलिभरी हुँदैन हाम्रो यहाँबाट। डेलिभरी गरी पठाउँछ नि, हुँदैन भने। भिडियो बनाइरहेको क्या मैले।
यो चाहिँ चिनी र पानी हो। यहाँ चिनी अहिले नै हालेन भने यहाँ पक्रिँदैन, पिठो गिलो हुन्छ। अनि यहाँ के तातो पानी के हो गरेर चिनी पगालेको, अब यसमा हालेर साथीहरू पिठो मुस्दा मुस्दा चाहिँ यस्तो भइसक्यो। अहिले चाहिँ यति टाइम लाग्छ यो यमरीको पिठो मुस्न चाहिँ, अस्ति गाह्रो हुन्छ यो पिठो मुस्न। मेरो टाउकै काट्यो हौ त्योदेखि भयो, किनभने मैले यस्तै टाइम राखेको छ नि त। सुक्नु नदिनु न त, माथि लुगा सुकाएको थियो, मम्मीले चाहिँ लिन जान्छु भन्नुहुन्छ। त्यो हाम्रो भित्र हाल्ने चाहिँ बनिसक्यो, रेडी भइसक्यो। अब यो पनि रेडी त भइसक्यो, तर कस्तो बस्ने भन्नु यो चाहिँ लास्टै ठुलो हुन्छ। यहाँ यस्तो गरेर यसलाई बनाउनु पर्ने हुन्छ। कस्तो हुन्छ ट्राई मारौँ है त। यस्तो गर्ने, यस्तो डल्लो बन्छ, यसलाई यस्तो गर्ने। अनि यहाँबाट यस्तो यस्तो गर्दै होल बनाउने। अनि यहाँभित्र चाहिँ चाकु हाल्ने, यहाँ यसमा चाकु हाल्ने। अनि त्यसपछि यसलाई फेरि यसरी घुमाउँदै घुमाउँदै पुर्ने। यसमा चाहिँ मैले चाकु हालेँ, ट्राई मात्र गरेँ। यस्तो मलाई खासै राम्रो त बनाउन आउँदैन। यस्तो यो पिठो मुस्नु जस्तो हो कि। आज यमरी खाए लास्ट चाहिँ छैन साथीहरू। यस्तो पाराले त यहीँ 1 बजिसक्यो। यो पिठो मुस्न चाहिँ फेरि लास्टै झ्याउ हुन्छ। बसेँ म त, गर्मी पनि भयो, पसिनै आउनु लाग्यो। पोखिहाल्छ नि अलिअलि त। मम्मी चाहिँ गाली गर्दै हुनुहुन्छ त्यहाँ पिठो पकायो भनेर। आइडिया मेरो ढङ्ग छैन नि त, मिलाएर बुझ्नु साथीहरू। हेर मेरो हात, यो चाहिँ मेरो उयसको दाग हो, लडेको एक्सिडेन्ट बाइकमा। कसैले देखाए होइन, मार्छ मलाई। किन यस्तो हो, मैदा नभएर हो कि फुटे जस्तो हो क्या यो बनाएर है त। गर्मीले पाकिसक्यो, यस्तो गर्मी छ नि। यस्तो राम्रो भयो डल्लो चाहिँ। अब यसलाई यस्तै सेपमा ल्याउनु पर्ने हुन्छ, यमरीको सेपमा। अनि यस्तो गरेर यहाँनिर बिचमा गरेर यो के भन्छ अरे, त्यो यमरीभित्र हाल्ने चाकु राख्ने ऊ बनाउनु पऱ्यो नि त। यसरी बिस्तारै यसरी घुमाउँदै जाने, यहाँ होल बनाएर। तेल पनि लाउनुपर्छ, तेल लगाएपछि चाहिँ चिल्लो चिल्लो हुन्छ। अनि यहाँनिर त्यो भर्ने, अनि यसरी घुमाउने। राम्रोसँग बनायो भने त राम्रै हुन्छ। अब हेलचक्रै गरेर मैले यहाँ जे पाए त्यही गरिरहेको छु। यो चाहिँ राम्रै भएन है भन्ने हो भने मैले राम्रोसँग त्यो भरेरै हालेरै देखाएर बनाउँछु नि। ल अब यसमा चाहिँ यो चाकु भर्नुपर्ने हुन्छ। तर फुट्यो यो त। धेरै यहाँको पिठो हाल्ने यो चाहिँ मोमो पकाउने भाँडोमा जसरी मोमो पकाउँछ त्यसरी नै पकाउनु पर्ने हुन्छ। मैले मोमोको भाँडोमा पानी बसालिसकेँ।
अनि यसमा पनि तेल लगाइसक्यो तेल लाउनुपर्छ नत्र भने मुनि टाँसिन्छ जानेले पाउनुहुन्छ होला यस्तो भयो यो चाहिँ बाबुले पाउनुहुन्न अनि पातल पाउने लास्टै गर्मी छ त्यही माथि गर्मी यस्तो किचनमा बस्नु पऱ्यो भने त पापै पागल हुन्छ पागल बस्नु न कुर्सी यता तानेर यो यसरी यहाँ भर्नु पर्ने हुन्छ चाकु अनि यसलाई यसरी भर्नु पर्ने हुन्छ धेरै ठुलो हो यस्तो भयो राम्रो भन अरे चाहिँ मम्मीले राम्रो बनाउनु छ मैले यस्तोमा राख्नुपर्ने हुन्छ खै मम्मीले मलाई गरिदिनुहुन्छ यस्तो पारिदिनुहुन्छ नि मैले यसलाई यसरी गर्नुपर्ने हुन्छ मलाई पनि खासै राम्रो चाहिँ आउँदैन यमरी पकाउन नेवारको छोरी नै होइन है हो नि फेरि नेवारको छोरी नै हो फुट्यो यार फुट्यो तातो पानी हालेर इया मुस्न चाहिँ यो खोइ हामीले पहिला नि यो मरी पूर्णिमा पनि तातो पानीमै चिनी घोलेर त्यसरी हालेर नै मुस्छ के फुट्ने हो कि है यस्तो भयो साथीहरू राम्रो भएन कि यो चाहिँ राम्रो कसैलाई दिने होइन के होइन राम्रोसँग पिठो नमुसिएर हो कि राम्रोसँग पिठो नमुसिएर हो अहिले हाम्रो चाहिँ यो मरी पाकिसक्यो यसमा राख्नुपर्ने हुन्छ यहाँ मुनिको यो चाहिँ यो पहिला राखेको वाला हो यहाँ फुटेर यस्तो भएर राम्रै भन है क्या यो चाहिँ मैले बनाऊ मलाई थाहा यो पनि फुटेर ल ठिकै छ यस्तो भयो यो मरी चाहिँ साथीहरू अहिले खानुपर्ने हुन्छ यसलाई हामीले यमरी साथीहरू यमरी फुटे यो त फुटे है यहाँ अरू त्यहाँ फुट्न त केही हुँदैन मम्मी खाने होइन अहिले खाउँ न सबै परिवार म चाहिँ खान्छु देखाएर मात्रै हारेर या त स्क्याम भयो साथीहरू स्क्याम भयो माथि छैन यहाँ मात्र स्क्यामदेखि बच्चा यस्तै ढङ्ग हेर मेरो पस्यो हेलो कसले खोसी है के साह्रो झरेको हौ मिठो भएको तर मम्मीहरू अहिले पछि मात्रै खानु मन भयो म चाहिँ खाइहालेँ मिठो हो साथीहरू मिठो हो खानु नि लग्नुहोस् तपाईँहरूको खाना